तपाईको फोन कहिलेकाहीँ धेरै स्लो चल्छ, कहिले खुल्न समय लाग्छ त कहिले ह्याङ नै हुन्छ, हैन त? यदि त्यस्तो हो भने अब टेन्सन लिनु पर्दैन। म तपाईलाई आज 3वटा सरल तर असरदार उपाय बताउँदैछु जसले तपाईको मोबाइलको स्पिड एकदमै राम्रो बढाउनेछ। सबभन्दा पहिला फोनमा भएका काम नलाग्ने पुराना एप्सहरू हटाइदिनु। यी एप्सहरूले र्याम र स्टोरेज दुवै खपत गर्दिन्छ। हटाएपछि फोन तुरन्तै हल्का चल्न थाल्छ। अनि दोस्रो उपाय फाइल्स बाइ गुगल्स एप प्रयोग गर्नुहोस्। यसले क्याचेज फाइलहरूलाई सफा गर्छ जुन राम्रोसँग मोबाइलको पर्फर्मेन्स बढाउँछ। अनि तेस्रो उपाय लाइभ वालपेपर हटाएर साधारण वालपेपर प्रयोग गर्नुहोस्, किनकि लाइभ वालपेपरले ब्याट्री पनि खपत गर्छ र फोनको प्रोसेसरलाई पनि थकाइदिन्छ। यी 3 उपाय अपनाउनु भयो भने तपाईको फोन अब चाँडो, सफा र झन्झट मुक्त चल्नेछ। यस्तै सरल र उपयोगी जानकारीको लागि आरके टेक च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु र केही कमी कमजोरी छ भने कमेन्ट बक्समा प्रतिक्रिया दिनु। धन्यवाद।